आज त हामीले बिहान बिहानै दुई परिवार मिलेर यस्तो शिकार गर्यो अनि यसलाई बनाएर खाएर हामी चाहिँ यता बाख्रा पगालाउन आएको थियौँ। अनि आजभोलि हाम्रो बोका चाहिँ एकदम मान्छे हान्ने भएको छ। अनि दिउँसोमा चाहिँ हामी ढोड काट्नलाई खेत आएको थियौँ। आजभोलि चाहिँ हाम्रोतिर ढोड काट्ने सिजन छ। हामीले चाहिँ 2 गरा जतिको ढोड काटेर फेरि घाँस काटेर लिएर अहिले चाहिँ घरतिर लाग्दै गरेको। हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। आयो हजुरहरू चाहिँ सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। यो चाहिँ शनिबारको भिडियो हो। आजभोलि चाहिँ काममा पनि गइन्छ अनि घरमा पनि एकदम काम हुन्छ, त्यही भएर मैले भिडियो बनाएर हाल्नु भएको थिइनँ, त्यही भएर आज बनाएर हाल्दैछु। शनिबार चाहिँ हाम्रो मामा घरमा चाहिँ पाठा लिएर आउनु भएको रहेछ अनि बिहान यसलाई बनाऊ भनेर हामीलाई लाउनु भयो काम होइन। अनि बिहान बिहान यसरी हत्या त गर्नु नहुने हो, त्यही पनि अब के गर्ने होइन, चलन यस्तै छ। त्यही भएर हामीले चाहिँ यसलाई बिहानै उठेर बनाउन लागिरहेको थियौँ अनि हाम्रो पानी चाहिँ यता रेडी भइरहेको थियो अनि हामीले चाहिँ पाठालाई पनि काटिसकेको थियौँ। पहिला चाहिँ मेरो बाबाले मामाले एकदम खसी बाख्राहरू काट्ने काम गर्नुहुन्थ्यो। आजभोलि चाहिँ किन होइन, काटेको छेउछाउ पनि आउनुहुन्न अनि हामीलाई नै काट्न लाउनुहुन्छ। पहिला त मलाई खुब काट्न मन लाग्थ्यो, आजभोलि चाहिँ कस्तो मलाई पनि नकाटौँ जस्तो फिल हुन्छ। त्यही पनि अब पहिला काटेको अनि अहिले अब काट भन्नुहुन्छ, त्यही भएर हामीले चाहिँ काट्यो। अनि अहिले चाहिँ मामा पनि आएर तासतुस गर्दैछौँ हामी दुईजना चाहिँ। अनि भाइहरू चाहिँ यता टाउको बनाउँदै यता हामीलाई पानी पनि हालिदिँदै थिए अनि हामीले चाहिँ सबैजना भएर टाकटुक यसलाई तासतुस पनि गरिसक्यौँ। अनि हाम्रो भाइ चाहिँ यहाँनिर कलर बनाउँदैछ, माहिर छ यो चाहिँ कलर बनाउनमा होइन। यस्तो रातो कलर बनाएको छ यसले चाहिँ, गोसवालेले भेट्दैन क्या यसलाई चाहिँ होइन, कलर बनाउन चाहिँ यस्तो खतरा बनाएको थियो। अब चाहिँ हामी यसलाई काटकुट गरेर मस्त पकाएर खानेवाला छौँ। हामी चाहिँ 2 परिवार सँगै छौँ नि त अनि नजिक अगाडि पछाडि घर छ हाम्रो चाहिँ, त्यही भएर यसो 1-2 केजी मासु ल्यायो भने पुग्दैन हामीलाई। त्यही भएर हामी चाहिँ जहिले यसरी नै सिँगै ल्याएर बनाएर खान्छौँ। अनि हाम्रो बिहाको बाख्रा चाहिँ कसैले पनि खाँदैन, यो चाहिँ पठेक्री हो। जहिले हामी चाहिँ यस्तै पठेक्रीहरू लिएर खान्छौँ। हाम्रो घरमा चाहिँ सबजना मासु लभरहरू हुनुहुन्छ क्या फेरि, अनि थोरै तिनीहरूले त पुग्दैन। हामीले चाहिँ खानासाना खाएर यता बाख्राहरू पगालाउन झिकेको थियौँ। अनि यो बोका चाहिँ आजभोलि एकदम मान्छे हान्ने भएको छ क्या, हेर्नु न कस्तो भएको छ होइन। भर्खर 14 महिना भयो यो चाहिँ अहिले, यसलाई चाहिँ खतरा बनाउने भन्ने सोच छ मेरो चाहिँ। अनि यहाँनिर चाहिँ आजभोलि चाहिँ यसले एकदम मान्छे हान्न थालेको छ। अनि हामी चाहिँ बोकासँग जिस्किँदै थियौँ, मेरो चाहिँ ढाडमा हानेर सिङले घाउै बनाइदियो अनि मम्मीले चाहिँ के दबाई लगाइदिनु भयो। अनि मम्मीलाई चाहिँ हामीले जिस्काउँदै थियौँ, यत्तिकै काटेको यहाँ भन्दै होइन, त्यही पनि पत्याएर हाँस्दै हुनुहुन्थ्यो। अनि हामी चाहिँ खाना खाएर एकछिन रेस्ट गरेर चाहिँ अब खेत जान आँटेको। आजभोलि चाहिँ हाम्रो घरतिर एकदम काम हुन्छ नि त, अहिले चाहिँ ढोडहरू काट्ने सिजन छ। अब ढोड काटिसकेपछि मकै उठाउनुपर्छ होइन, धान रोप्नुपर्छ। अब यो असारभरि चाहिँ एकदम काम हुन्छ क्या। अनि आज चाहिँ हामी खेत पनि यति धेरैजना गइरहेको छौँ। मामा पनि आउनु भएको थियो अनि मेरो भान्जा पनि छन्, मेरो भाइ अनि हाम्रो मामाको छोरा, हाम्रो निके, सबैजना भएर चाहिँ हामी खेत जाँदै थियौँ। काम गर्ने चाहिँ 3-4 जना मात्रै हो, अरू चाहिँ यत्तिकै घुम्न हिँडेको फेरि। अनि हामी चाहिँ अब खेत पुग्न आँटेको छौँ, मम्मीहरू चाहिँ हिँड्दै आउनुहुन्छ उताबाट। अनि हाम्रो खेत चाहिँ अलिक टाढा छ, आइपुग्दा ओर्दा तिर्खा लागिसकेछ मम्मीलाई चाहिँ। अनि पानी खाँदै हुनुहुन्थ्यो अनि घाम पनि एकदम लागिरहेको थियो, गर्मी पनि थियो। अब चाहिँ हामी रेडी भएर ढोड काट्न लागेको। जति गर्मी भए पनि काम त गर्ने पर्यो होइन गाइज। अब हाम्रो चाहिँ पेसा भने पनि जे भने पनि यही खेतीपाती यस्तै उस्तै त हो नि होइन, अरू चाहिँ केही छैन हाम्रो। त्यही भएर काम चाहिँ गर्नै पर्छ। अनि यस्तो दुःख गरेर फलाएको मकै अल्छी गरेर बस्यो भने पानी जाटो परिदियो 2-3 दिन भने चाहिँ यो मकैहरू सबै उम्रिन थाल्छ यहीँ। त्यही भएर मौसम यस्तै भएको बेलामा यसलाई चाहिँ सबै बाँचबुझ गरेर घर लिएर जानुपर्छ नि त। अहिले चाहिँ हामी काम गर्न थालेको 1 घन्टा जति भइसक्यो अनि हामीले 1 घन्टामा चाहिँ 2 गराको मकैको टुप्पा काटेर सकिसकेको छौँ। अनि अब चाहिँ रेस्ट गरेर बसिरहेको छौँ। अब चाहिँ अलिअलि घाँस काटेर हामी चाहिँ घर जान्छौँ। पाहाडतिर चाहिँ यसरी मकैलाई नाङ्गै बनाइँदैन नि त, मकै भाँच्ने एकैचोटि ढोड काटेर राख्ने चलन हुन्छ। तर यहाँ चाहिँ पातहरू लुसेर टुप्पा सबै काटिसकेपछि लास्टमा ढोडको डाँक्लो र मकै मात्र यसरी ठिङ्रिङ राखिन्छ 1-2 दिन अनि मजाले भाँचेर घर लगिन्छ। यो ढोडहरू काटेर राख्यो भने चाहिँ गाईबस्तुलाई पछि धान रोपेको बेला घाँस नहुँदा खुवाउन एकदम काम दिन्छ। अनि अहिले चाहिँ हामीले घाँस काटेर अनि भारी पुऱ्याइसकेको छौँ। अनि यहाँनिर भारी लाउन थाल्दैछौँ। अहिले चाहिँ हामी जाबामा चाहिँ खेतीपाती गर्न पाहाडमा जति गाह्रो चाहिँ हुँदैन, सजिलै हुन्छ। पाहाडमा चाहिँ एकदम गाह्रो हुन्छ नि त, तर यहाँ चाहिँ त्यस्तो गाह्रो चाहिँ हुँदैन। त्यही 1-2 महिना सिजनको बेलामा हो अलिअलि खेतमा आउनुपर्ने, रोपिसकेपछि एकैचोटि पाकेर काट्ने बेलामा आउने हो। खेती गर्न चाहिँ सजिलो हुन्छ अनि फल्न पनि धेरै फल्छ होइन। अब चाहिँ हामी भारी लाउन थालिसकेको छौँ। हामी चाहिँ साइकलमा यसरी घाँस भारी लाएर जान्छौँ, मम्मीहरू चाहिँ हिँडेर जानुहुन्छ। अनि अहिले चाहिँ भारी नि लाइसक्यौँ हामीले। अनि हामीले चाहिँ भिडियो बनाउनलाई ढाका टोपी ल्याएको थियो होइन। अनि अहिले चाहिँ मैले लगाइरहेको छु, कस्तो देखिएको छ गाई चाहिँ होइन, ढाका टोपी लाउँदा चोर जस्तै देखिन्छ, मलाई त सुहाउँदैन। हामी चाहिँ खेतमा आएर त्यस्तो दिन नै भरि चाहिँ काम गर्दिनौँ, एकछिन आयो गऱ्यो त्यस्तै गर्छौँ होइन। अब चाहिँ हामी घर जाने हो, मम्मीहरू चाहिँ गइसक्नुभयो, छिट्टै गएर घरमा पनि अलिअलि काम हुन्छ। अनि हाम्रो बिहानको शिकारले पनि पर्खेर बसिरहेछ नि त, अब त्यसलाई पनि बनाएर खानु पर्यो। बिहान अलिअलि बनाएर खायो, सकिएको छैन। अहिले चाहिँ हामी घर आइसकेको छौँ। गरिब दुखीको जिन्दगी त्यस्तो रमाइलो इन्ट्रेस्टिङ त हुँदैन होइन। त्यही पनि मेरो भिडियोहरू मन परेमा चाहिँ लाइक कमेन्ट गरेर सपोर्ट गरिदिनु होला।